नमस्ते अनि मिठो सम्झना सबैलाई। र आज चाहिँ मैले लगभग सायद कुवेतको सबैभन्दा महँगो माछा होला, यसको नाम चाहिँ जुबेडी भन्छ। त्यसलाई बनाउनको लागि म मसला तयार पार्दैछु। अनि जुबेडीमा मसला लगाइयो जुबेडी माछामा, अनि मजाले तेल तातो बनाएर फ्राई पनि गरिदै छ। फ्राई गरिसकेपछि मैले भातको लागि पानी अगाडि नै तयार पारेर राखेको थिएँ। पानी उम्लेपछि चामल हालेँ। चामल हालिसकेपछि बिस्तारै चलाउँदै चामलमाको पानी बिस्तारै सकियो भने त्यसमाथि अगाडि फ्राई गरेको माछालाई क्रमशः मिलाएर यही डेप्चीभित्र राखियो। अनि बिस्तारै भोको पानीले हल्का राखियो ताकि बाफ ल्याउन सजिलो होस्, चाँडो सकिन्छ भनेर। अनि भात पनि पाकिसक्यो। अनि आज चाहिँ साउलाई हजुरले निकाली बोक्सियोस्, म चाहिँ सानो भिडियो बनाउँछु सम्झना स्वरूप भनेर भिडियो बनाएको मैले। साउले निकाल्दैछ। यहाँसम्म भिडियो हेरिदिनु हुने सम्पूर्णलाई धन्यवाद पनि भन्न